नमस्कार सम्पूर्णमा। आज फेरि यो प्लान्ट क्लिनिक पिप्राबाट चाहिँ एउटा सानो प्लान्ट न्युट्रिएन्ट अथवा बिरुवाको खाद्य तत्त्वको बारेमा चाहिँ केही भन्न गइरहेको। अहिले गहुँको सिजन आइरहेको, यस्तोमा चाहिँ के बिरुवा अथवा तरकारीको सिजनमा चाहिँ के बिरुवालाई चाहिँ चाहिने हो, कस्तो किसिमको यो खाद्य तत्त्वहरू, विभिन्न किसिमको मल खादहरू कसरी हाल्ने हो, के हाल्ने हो त्यसको बारेमा भन्दैछु। बिरुवालाई चाहिँ खास 16वटा एलिमेन्ट चाहिन्छ। त्यसमा चाहिँ 13वटा एलिमेन्ट चाहिँ हामीले बाहिरबाट दिने गरेका छौँ। त्यसमध्ये 13वटा एलिमेन्टमा चाहिँ कस्तो हुन्छ भन्दाखेरि दुई किसिमको एलिमेन्टहरू हुन्छ। यसमा चाहिँ बिरुवाको खाद्य तत्त्व भन्छौँ हैन, यो चाहिँ दुई किसिमको हुन्छ है। एउटा चाहिँ मोबाइल भन्छौँ, एउटा चाहिँ इमोबाइल भन्छौँ है। इमोबाइल भन्छौँ है। मोबाइललाई चाहिँ चलायमान पनि भन्न सकिन्छ र इमोबाइललाई चाहिँ स्थिर अथवा अचल भन्न सकिन्छ है। यो स्थिर भयो। अब मोबाइल भनेको कस्तो हो भन्दाखेरि कुनै पनि बिरुवालाई चाहिँ हामी खाद्य तत्त्व दिइराखौँ भन्दाखेरि यो बिरुवा भयो, तपाईँले हेर्न सक्नुहुन्छ। यसरी यो बिरुवा भइराख्यो भने यसको जरा हुन्छ। यो जरानिर कुनै पनि बिरुवाको जरानिर खाद्य तत्त्व यहाँ दिनुभयो भने यो बिस्तारै बिस्तारै हिँड्दै गएर अथवा पानीमा घुलेर यसको जरानिर पुग्यो भने बल्ल यो बिरुवाले लिन सक्यो भने यसलाई हामी के भन्छौँ भन्दाखेरि यसलाई के भन्छौँ, मोबाइल भन्छौँ। जस्तै यो घर एक ठाउँबाट अर्को ठाउँमा जान सक्दैन भने यो चलायमान छैन, यसलाई इमोबाइल भन्छौँ है। जुन चाहिँ एक ठाउँबाट अर्को ठाउँमा जान सक्छन् त्यसलाई चाहिँ मोबाइल भन्छौँ। अब यी मोबाइलमा कस्तो हो भन्दाखेरि जुन अब यो खाद्य तत्त्व यहाँबाट यहाँ हिँड्दै गएर सोसेर पानीमा केही कारणले यहाँ जरानिर पुग्यो भने यसलाई हामी के भन्छौँ, मोबाइल भन्छौँ है। चलायमान भएकोले चलायमान खाद्य तत्त्व भन्न सकिन्छ। चलायमान खाद्य तत्त्व हो। र कुनै पनि खाद्य तत्त्व यदि बिरुवाको जरानिर नै मात्रै दियो भने, जस्तै यो खाद्य तत्त्व हो, जस्तै ए यो भयो, यो बी खाद्य तत्त्व भयो, यो यसको जरानिर नै दियो भने यसले जराबाट मात्रै लिन सक्छ। अन्त कतै दिनुभयो भने त्यहाँबाट सोसेर लिन सक्दैन। त्यसलाई चाहिँ हामी के भन्छौँ, अचलायमान स्थिर अथवा इमोबाइल भन्छौँ है। यसलाई स्थिर भन्न सकिन्छ है। अब चलायमानमा के पर्छ भन्दाखेरि यो प्राइमरी न्युट्रिएन्टहरू जस्तै नाइट्रोजन, फस्फोरस, पोटास है। अनि त्यसपछि के हुन्छ भन्दाखेरि नाइट्रोजन, फस्फोरस, पोटास भयो, म्याग्नेसियम भयो, सल्फर भयो है। सल्फर पनि कहिलेकाहीँ इमोबाइलकै काम गर्छ। अनि मोलिब्डेनम भयो है। अनि त्यसपछि अचलमा चाहिँ के पर्छ भन्दाखेरि बोरन, जिङ्क, त्यसपछि बोरन, जिङ्क भयो, आइरन भयो, म्याग्निज भयो है। त्यसपछि कपर। अब जस्तै यिनीहरू खाद्य तत्त्वहरू के हुन्छ भन्दाखेरि कमी भयो भने कस्तो हुन्छ, जस्तै नाइट्रोजन, फस्फोरस, पोटास, पोटासियम, अनि म्याग्नेसियम, सल्फर, मोलिब्डेनम, यिनीहरूको कमी भयो भने बिरुवाको सबभन्दा पुरानो पात है, यो चाहिँ पुरानो पात भयो, पुरानो पातमा लक्षण देखिन्छ है। यो चाहिँ कमी भयो भने यो चाहिँ नयाँ पातमा लक्षण देखिन्छ। जस्तै इक्जाम्पलको लागि भन्न सक्छौँ, यो हेर्न सक्नुहुन्छ तपाईँले भिडियोमा, हेर्नुहोस् है। यो तलतिरको पातहरू हेर्नु त बैजनी कलर भएको छ। यो केले गर्दा भएको हो, यो चाहिँ तलतिरको पुरानो पात भयो। पुरानो पात के को कारणले गर्दाखेरि मोबाइल एलिमेन्टको, जस्तै नाइट्रोजन, फस्फोरस, पोटास यिनीहरूको कमी भयो भने तलको पातमा चाहिँ लक्षण देखिन्छ। पहेँलो हुने, डढ्ने, हरियो कलर हराउने यिनीहरू हुन्छ। अब जस्तै नयाँ पातमा हेर्न सकिन्छ है। जस्तै पुरै पातमा यहाँ हेर्नुहोस्, पुरै पहेँलो भए, भेनहरू छोडेर पुरै पहेँलो भए, यस्तोमा चाहिँ के हुन्छ, पुरै पात नयाँ पात माथिको टुप्पोको पातहरू पहेँलो भयो भने यस्तो चाहिँ इमोबाइल है, अचल खाद्य तत्त्वको कमी भएर भएको हो। यस्तोमा चाहिँ के हुन्छ, बोरन, जिङ्क, आइरन, म्याग्निज, मोलिब्डेनम, म्याग्निज भयो अनि कपर भयो, यिनीहरूको कमी भयो भने यस्तो लक्षणहरू देखा पर्छ है। अब यस्तोलाई चाहिँ दिँदाखेरि के दिने, इमोबाइललाई दिँदाखेरि जस्तै यो जिङ्क छ,
यसलाई चाहिँ सबभन्दा राम्रो चाहिँ इमोबाइल एलिमेन्ट हो है। यसलाई चाहिँ यताउता फाल्दाखेरि भएन, बिरुवाको जरामै दिनु पर्यो। अनि त्यसपछि यो चिलेट जिङ्क भयो, यो सल्फर भयो, कहिलेकाहीँ इमोबाइलको काम गर्छ। यो चाहिँ मोबाइल हो, यताउता जतासुकै छरिदिए पनि पानीमा घुलेर जरानिर गयो भने बिरुवाले लिन सक्छ। जस्तै युरिया भयो, डिएपी भयो, यिनीहरू मोबाइल के अरे मोबाइल हो, मोबाइल जतासुकै छरे पनि भइहाल्छ। तर जाडोमा चाहिँ फस्फोरस चाहिँ सेमी मोबाइलको काम गर्छ, कहिलेकाहीँ जाडोमा धेरै नघुलेर बिरुवाले लिन सक्दैन। त्यही भएर चाहिँ पहिलो पात के अरे पहिलो पात बैजनी कलरको प्रायः जस्तो पात देखिनु भनेको एन्थोसाइनिन पिगमेन्टको कारणले गर्दा हो। त्यो चाहिँ फस्फोरसको कमीले गर्दा भएको हो। अबदेखि तपाईँहरूले चाहिँ हाल्दाखेरि के गर्नु भन्दा माइक्रोन्युट्रिएन्ट यो इमोबाइल हाल्दाखेरि, अचल हाल्दाखेरि जहिले पनि बिरुवामै दिनु पर्यो। बोरानहरू जहिले पनि बिरुवैमै छर्नु पर्यो। जिङ्क जहिले पनि बिरुवाको जरानिर नै दिनु पर्यो। र अरू अन्त यताउता छरिदिनु भयो भने बिरुवाले सोसेर लिन्छ। जस्तै हामीले यहाँ मल्टिप्लेक्स हुन्छ है, यस्तोमा पाउँछ, यिनीहरू दिनुभयो भने बिरुवाको स्प्रे रूपमा दिनुभयो भने बिरुवाले सजिलै लिन सक्छ। अनि उसले चाहिँ आफ्नो खाद्य तत्त्व लिएर सम्पूर्ण लाइफ साइकल पुरा गरेर राम्ररी उत्पादन लिन सकिन्छ। अब तपाईँहरूले चाहिँ ख्याल गर्दाखेरि के गर्नु होला भन्दाखेरि यो खाद्य तत्त्वहरू जतासुकै छरिदिएर पनि भयो, तर यो खाद्य तत्त्वहरू जहिले पनि जरा चोपेर हुन्छ कि फोलियर स्प्रे गरेर हुन्छ कि यस्तोमा दिँदाखेरि राम्रो हुन्छ। हस्, थ्याङ्क यू।